पर्ला है मैले सकिन खानेको होइन भिटेनस् म खुसी नै खाने हो भाइ मैले मेरो युट्युबमा घर किनेको अब म यो सकिँदै खाने होइन त के भएर मैले चप्पल कुन लाउने त्यही लाऊ भने अहिले नयाँ चप्पल ल्याउने हो त्यही लाऊ अब गार्डनमा त्यही हो आज नयाँ ल्याउँछु म माथि ल्याउँछु हजुर सिटी हो तपाईँले यस्तो त्यताको खनिदिनु पहिला यो भ्याइदिनु म कस्तो मेरो त यो दुकान गर्नै पर्दैन मैले जिल्लाको त्यो पिनामा चाहिँ उस गरिदिनु होइन कति खाने मैले यस्तो राम्रोसँग चाहिँ मेरो झन् यहाँ नाकमा अहिले चाहिँ कम त थालेन तपाईँले मसिनो गर्नु सक्दैन क्यास गर्नु म यताको क्यास गरिदिनु यो जानु दिने हो आलु गरिदिनु पर्दा त्यही स्कुलमा स्कुल गरेपछि स्टोर बनाउने यहाँ पुऱ्याउनु हो त्यही त ल्याउने त्यताको दुबो राख्ने हो त्यति दुबो पार्न चाहिँ मेसिन किन्नै पर्छ होला है कि पर्दैन माटो चाहिँ राम्रो रहेछ त है माटो के माटो यो पनि मैले यस्तो डेन्सिलो के गर्यो भने यो गर्दा यो सानो
पनि गर्नु पर्दैन यस्तो राम्रो भयो बिचरा आमा खुसी भएर मनी कहिले काट्छु दुईवटा मान्छेले मलाई सजिलो गर्नु रहेछ फेरि यहाँ त्यो भुसुलाले कस्तो पकाउनु आएको गाडीमा हो त्यो त स्टोर होइन के बस्दिनँ सबै कुरा हामी नै यहाँ बिचमा त्यो गिटी लिएर हाल्ने हो सेतो स्टोर नलिने त यस्तो घेरा घेरामा स्टोर हाल्ने मैले चाहिँ पर्दो रहेछ किन हाँसिनु भाइ उसले मलाई खिचिन्छ म कस्तो मजाले काम गर्छु देख्यो मेरो भाइ त्यति गरम गरेपछि दुधको काम खान्छ भइहाल्छ भिडियो नि बनाउँदो रहेछ खनेको सुने थियो भाबी उहाँ सुनेर हुन्छ नि आमा अघि नै 5 बजे टिचर खेलेर गयो के अरे आमा बसी म यता आएको नि त 5 बजे त्यही भएर आमा अहिले सुनेन माटो चाहिँ राम्रो रहेछ क्या खुसी नहुने होला डिस्टर्ब होला के गर्दै यो त यति गरेछु थकाइ भन्ने लाउँदैन कि यो खुसी भयो होला नि मेरो घरमा कति आनन्द छ त्यो वरिष्ठहरू गाउँ पऱ्यो होला है अब है है
बिहानसम्म भ्याइहाल्छ यो आज जिलो खिचेर सिधा भयो नि भएन हो त्यहाँ अलिक त्यो ज्वरो आउनु न हो त्यो बिचको त्यहाँ लगाउ त सिधा निकै महँगो भयो फेरि यहाँबाट यो सुनले फेरि यहाँबाट यहाँदेखि इलाटीको यहाँ त्यहीँबाट गर्दै गर्दै आऊ त्यहीँबाट हेर्नु न त्यहीँबाट यहीँबाट सिधा त्यो ठुलो कोदम राम्रो लगाउ सिधा आफूमा यति हो अलिक गएर ठाडोसँग गर्नु न भाइ त्यसरी गर्दा राम्रो त्यसरी हो मम्मी लाग्छ भाइ भयो भाइ जाऊ अब आमालाई भन्नु कति बजी भन्यो हेर्नु त आमालाई उठाउनु कफी बनाएर आमालाई फिक्का चिया हो तिमी नानीकन राम्रो भयो खुट्टा धुनु हात धुनु त्यो उसमा नधुने त्यहाँ आज हामीले काट्नु अलिकति धुनु नि हेरेन मैले मजाले खन्ने होइन आज कति बजे टाइम र ए मैले मुखै होइन मलाई भिडियो गर्नुहुन्छ म यहाँ काम गरेको अब म यहाँ के रोप्ने यहाँ तिमीलाई के जे रोप्ने रोप के जे रोप हो म धनियाँ मात्रै हुन्छ यहाँ युकेमा के रोप्न त कुन सिजनमा के पर्छ भन्ने त थाहा हुनु पऱ्यो एटलिस्ट केही थाहा छैन मलाई त बाह्रै मासे धनियाँ चाहिएको अरू केही नि चाहिएको छैन त्यहीँ अगाडि पसल पनि ल्याउँछु म रोप्न नि आउँदैन कति बेला के रोप्ने भन्ने थाहा छैन यहाँ गोरेहरूकोमा बेर्न हुँदैन टमाटरको बेर्न हुँदैन खुर्सानीको बेर्न हुँदैन गोरेको पसलमा अनि जे रोप नि रोप यहाँ माथि के भन्छ यो तिर्पल हालेर रोप्दा हुन्छ जाडो महिनामा तिर्पल हालेर तपाईँले गरिदिन्छ भने मेरो पावर हुन पऱ्यो नि पावर छैन हेर यति गर्दै नाक आइसक्यो मलाई थाहा छ मैले अघि नै देखिसकेको थिएँ हेर्न कहाँ बसेको फेरि अब नहुने हो यति गर्दै दिक्क वाक्क प्याक्क भइसक्यो मरे पहिला उहाँ मेरो गाउँमा उहाँ कति काम गर्थेँ कस्तो हेल्प गर्थेँ काम गर्थेँ आलु रोप्थ्यो अनि आलु खन्थ्यो रोप्न त अलिक आमाहरूले
मिलाएर दिदीहरूले मिलाउँथ्यो हामी चाहिँ रोप्ने भन्दा नि बिग्रिन्छ भनेर खन्न चाहिँ वाक गाँठ उल्टाइदिन्थेँ मैले काँठी बुझेर सबै गयो ल फेरि फाइभ गाइजको टी सर्ट अब फेरि ड्युटी नि जाने हो 5 गाइजमा अब यहाँ टी सर्ट लगाएको थिएँ आज हेर यहाँ मैले यहाँ लाउने पटुकी यो त्यो टिभी ढाल्नु लिएर आएको थिएँ यहाँ ढाल्नु थियो त्यहाँ तिम्रो खुट्टामा भेट्ला है खुट्टामा भेट्ला भनेको यो एउटै चोक्टाले मेरो गिरी हल्लिन्छ ए त्यो दुबोको चोक्टाले नि माटो झार्दा नि गिरी हल्लिन्छ यस्तो हुन्छ मेरो गाइस त्यस्तो हुन्छ मेरो तपाईँ चाहिँ चोक्टामा चाहिँ निकालेर जान्छ तपाईँको गाउँदैन हो छैन एउटा चोक्टा निकाल्न नसक्ने ठुल्ठुलो तपाईँले ठुल्ठुलो ढ्याक खोलिदिनु भयो म मसिनो गर्नु ग्यास मिल्यो नि मिल्न त मिल्यो म भ्याज खोल्न सक्दिनँ तपाईँ त्यस्तो गर्नु जान्दैन यस्तो जाने आफूलाई हाम्रो सिल्भर ल्याग कति बेला आउँछ खै थाहा भएन कति बेला छ आज डिनर पनि आउँछ Dạo ra cái đó đây mà còn ăn tôi không đi nói nhiều cái nhà mà đi phải biết gì không rồi đi không anh giờ kia nó hàng nó tôi cũng đi ăn hả nó thịt ăn ल म आमालाई चिया बनाउँछु होइन पुपु म चिया बनाउँछु है रातो भन अब चिनी नाला दुध नाला भरे दिउँसो खाने आज रातै खान्छु बन्छ घर बन्छ Thì làm mà cũng bắt ra các cái phòng là quay ấy cái sao cũng bắt ra rồi cô chỉ để lại cái chảo luôn thế là buộc ba luôn rất là sang mấy buồn mà खास त के चाहिँदैन भनेको रेखाले
आठवले दिउँ कति पाउनु आली बस्ने हुन्छ कोही भएमा बस त्यो धेरैसम्म बस्ने होइन फुपू स्वेटर मैले सुन्नु गाह्रो भएको रहेछ Đalo vậy cả đến ngập rồi nó qua nó mắm ra đến bộ bố biết ra nữa आउन biết lấy ông tôi ăn đalo vậy đó ओके ल तिमी पनि छोड्दै हुन्छ हौ रेखालाई काम गर्न छोड्दै हुन्छ भने फुपू कहिले छोड्दैन आफूले खाइसो मन पर्छ फेरि यसै घरको हेरिदिनु 4 रुपियाँ भिन्दै भिन्दै पनि हेरिदियो सेतै मन पऱ्यो सेतै ल फुपू मैले खाएँ है खाऊ चिसो खाऊ भाउने रहेछ चिसो भयो क्या हजुरलाई मैले राखेको रुमल माथि अहिले त केही राखेको छैन हामी मुटु भएको छ साग पाइरहेको छ के राम्रो घर त फेरि पाउँदै हुन्छ त्यो त हो कुर्ती त भएको छैन देखेर त हो त्यो त सबै आउट दबाई हुन्छ नि आउट हुन्छ धेरै रोप्छ 8 रुपियाँ लेखेको हुन्छ साउन हुने रहेछ भयो पछि थपे भयो लाग्ने ठाउँ नै छैन फुपू अनि मैले भनेको यहाँ कार्पेटहरू छ यहाँ तल बसे नि हुन्छ माथि बसे नि हुन्छ पछि अब ल्याउन हुन्छ भनेको अब रेखाले होइन ल्याउने हो भन्यो अनि कहिले सुतिराख्नु भएको त धेरै भयो 8 रुपियाँ ठिक्कै हुन्छ
अब के अरे उम्, रेखालाई मन लागेको फुपू उम्, अब ल्याउन दिउँ अब रेखाको पनि धेरै इच्छा रहेछ उम्, उसलाई के ल्याउन मन लाग्छ अब म ल्याउन त दिनु पर्यो फुपू ल्याउँछ नि अब उसको फेरि आफूलाई साँझो दिएको भए ल्याउँछ नि किनभने ऊ के अरे रिसाउँछ अहिले फेरि उम्, बरु ऊ खुसी हुन्छ अब ल्याउन दिनु पर्यो अब के गर्नु त होइन फुपू ल्याउँछ नि चिसो भयो होला फुपू चिया के त चिसो भयो होला होइन भएको छैन ठिकै छ ल तातो छ आज के सम्म आउँछ हजुर आज के सम्म आउँछ खै फुपू के आउँछ थाहा छैन अब हेरौँ आउनु त आउँछ होला आज आइतबार भोलि त आउँछ के अरे भोलि पनि आउँछ पर्सि पनि आउँछ आज आउन नि सक्छ नआउन नि सक्छ फुपू यिनीहरूले के त्यो भनेको छैन अनि हेरेको हेरेको छु